दर्शकबिन नमस्कार, सबैलाई स्वागत छ हाम्रो त्रिवेणी गाउँ बालिका 4 खिचडीमा। बस आएर सबैले स्वागत गरिएको छ बसलाई। गल्सियोदेखि के छ भाइहरू? ल रमाइलो छ है। गाडी आको हाम्रो सुनचेरीदेखि गल्सियादेखि सुनचेरीसम्मको यात्रा सुरु भइरहेको छ। आज अत्यन्तै रमाइलो छ। भाइ बहिनीहरूले रमाइरहेको छन् र आमाहरू सबै लगायत सम्पूर्णले रमाइरहनु भएको छ। बाटोको एकदम अहिले राम्रो छ। बर्खामा चाहिँ एकदम नाजुक पनि हुन्छ यो बाटो चाहिँ। अहिले चाहिँ बस लाग्यो अब आजदेखि सुरु भएको छ। बिहान 8 बजेदेखि सुरु लाग्ने भनेर स्कुलमा आउँदैछ। बुढाघरले यो बस्दा पाइले सल्यान बेला नै छ। आज पहिलोचोटि हो सुरुमा आयो। आज पनि बसायो है त। वार्ड नम्बर 4 का सर्दी अवश्यज्यू, अन्य सदस्यज्यूहरू, यस कार्यक्रममा पाल्नु भएका विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरू, जेनजी युवा प्रमुख तथा प्रतिनिधिहरू, यस कार्यक्रममा पाल्नुहुने
विभिन्न सङ्घ संस्थाका प्रमुख पण्डितज्यूहरू, त्यसै गरी यस त्रिवेणी गाउँपालिका वार्ड नम्बर 4 मा स्थायी निवासी विभिन्न बुद्धिजीवी आदरणीय साथीहरू र त्रिवेणी गाउँपालिका वार्ड नम्बर 4 खुम्चेरीमा बसोबास गर्ने सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा सर्वप्रथम सबैमा हार्दिक नमन गर्न चाहन्छु। नमस्ते। यस ऐतिहासिक समारोहमा उपस्थित हुनुभएका सम्पूर्णहरू, आजको दिन असाध्यै हाम्रो लागि एउटा ऐतिहासिक दिनको रूपमा लिएका छौँ। किन त भन्दा हामीले त्रिवेणी भित्र एउटा रिङ रोडको अवधारणा जुन स्थानीय सरकारले बनाएको थियो, बस उद्घाटनको एउटा सुरुवात गरेको छ। यसमा त्रिवेणी गाउँपालिका नम्बर 4 सम्पूर्ण वडावासीको तर्फबाट यस वडाका जनप्रति वडा अध्यक्ष वडा सचिवज्यूलाई सर्वप्रथम 4 नम्बर वडावासीको तर्फबाट हार्दिक आभार व्यक्त गर्न चाहन्छौँ। यो नयाँ कामप्रति यहाँका जनतालाई जुन यातायातको सुविधाको एउटा पहुँचमा जसरी सुरुवात गर्ने काम भएको छ, यसमा हामी सबै 4 नम्बर वडावासीहरू गर्व छौँ। त्यसैले रातिको समय छ, समयको पाबन्दी बावजुद पनि सबै उपस्थित हुन सकिन। किन त भन्दाखेरि यो छोटो समयमा एउटा लामो कार्यक्रम गर्दा पनि त्यति राम्रो हुँदैन। त्यसैले मैले यो कार्यक्रमप्रति आफ्नो धारणा राखिदिनको निम्ति सर्वप्रथम मैले कसैले म राख्छु के धारणा राख्न सक्छु भनेर भन्नु सक्नुहुनेछ तपाईँहरूले। मैले सबैलाई त्यस्तो खालको धारणा राख्न दिने समयको अभाव छ, प्रतिनिधिको रूपमा मैले राख्न तपाईँलाई आउने गर्छु। त्यसैले केही यो बस उद्घाटन कार्यक्रममा आफ्नो लाइनमा हाम्रो आदरणीय रुकुम सिस्ने प्रालिका अनि समिति, त्यसपछि यस सिस्ने यातायात प्रालिका यो गाडी चालक स्टाफलाई हामी स्वागत गर्न गइरहेका छौँ। तपाईँले भव्य रूपमा चाहिँ ताली बजाएर स्वागत गर्नुहुनेछ भन्ने मैले अपेक्षा लिएको छु। त्यसैले सर्वप्रथम यो प्रालिका समिति गाडी चालक र स्टाफलाई स्वागत सिस्ने रुकुम बस उद्घाटन तथा पास कार्यक्रममा यहाँसम्म यो बाटोलाई जोखिम बोल्दै पनि यहाँसम्म ल्याउने स्वागत गर्न चाहन्छु। पाउनुहुने सम्पूर्ण यहाँका स्थानीय यहाँका सम्पूर्णमा मेरो तर्फबाट हार्दिक नमस्कार गर्न चाहन्छु। हामी आवाज एउटा सुविधाको लागि हामी कसरी यहाँ जनतासँग सहयोग गर्न सक्छौँ भन्ने परिकल्पना थियो। गर्दै गर्दा अहिले हामीले पाउन सरसल्लाह अनुसार अहिले हामीले बाटो मर्मत गऱ्यौँ। त्यसपछि पनि हामीले त्यतिखेर कल्पना गरेका थियौँ यसपालि हामी जसै पनि यो हाम्रो वडामा बस भित्राउनु पर्छ है भन्ने त्यतिखेर नै कल्पना गरिसकेका थियौँ। त्यो कल्पनासँगै
हामीले अझ पनि सोचेका छौँ कि अब आउँदो यो विज्ञापनमा आवाज आउटको लागि हामीले सिस्ने यता प्रणालीसँग हामीले यो डोल्सिने खुम्चेरी सिमत हुँदै हामी टिकापुरीसम्म गाडी लगाउने हामी सरसल्लाह सोचिरहेका छौँ। यसमा हामी सरसल्लाहमा जुट्नेछौँ। तपाईँहरू अब आनन्दसँग सुनिश्चित गर्नुहुनेछ। उहाँको अहिले यो बाटोलाई अझ सुधार्नुपर्छ। हामीले अझै यो बाटोलाई मर्मत गर्नुपर्छ। केही समस्या अप्ठ्यारो हाम्रो गुरुसँग हामी मिलेछौँ। काखे कमजोरी छ कि हामी आएको स्थानीय सरकार हामी आफै स्वयं जिम्मेवार भएर त्यहाँ हामी खटेर लाग्नु पर्नेछ र यो बाटोमा अझ हामी सधैँको लागि गाडी आवाज गरेका छौँ। त्यसको लागि सम्मानको लागि आफ्नो टोलबाट छुट्यौँ र हामी बर्खाभरि पनि गाडी चल्न निरन्तर चल्न सक्छौँ। हामी सरकारको मुखमा त ताकेर हुँदैन र अहिले त्यो समयको पाबन्दी छ। म धेरै बोल्न चाहन्न। हामीले अपेक्षा गरेका छौँ तपाईँहरू अब टिकट मेलामा ढुक्कसँग यहाँबाट जानुहुनेछ भन्ने तपाईँको सहजको लागि हामी छलफल गरेर टिकट पुलिसमा हामी यहाँबाट बोल्छौँ निरन्तर गाडी चलाउँछौँ भन्ने हामीले अपेक्षा गरेका छौँ। यसको आशा गर्नुहोस् तपाईँहरू यसको पक्कै पनि हुनेछ। त्यसको लागि यहाँसम्म आजसम्म उद्घाटन कार्यक्रममा आइदिनुभयो। उहाँको जोखिम बाटोलाई बोलेर यो रातको समयमा पनि हाम्रो गुरु वसन्त भाइलाई धेरै धेरै धन्यवाद पनि स्वागत पनि हाम्रो खुम्चेरीमा स्वागत गर्न चाहन्छु भन्दै स्वागत मन्तव्यसँगै म 2 शब्द हेरिरहेको छु। हवस्, नमस्कार। जुलाई केही मन्तव्य राख्दैन निम्ति हात जोड्नु। असजिलोबाट सजिलोतिर, अप्ठ्यारोबाट सजिलोतिर, कठिनाइबाट सहजतातिर जाने सन्दर्भमा आज यो ओडाको पहलमा हामी यातायातबाट पनि नजिक हुनुपर्छ, सुगम हुनुपर्छ भन्ने चेष्टाले यो ओडाले गरेको पहलबाट जे खालको हामी यातायातसँग अलि नजिक जाँदैछौँ भन्ने आभास भइराखेको छ। यो पहल गर्ने यो वडाको अध्यक्ष, यो वडाका अन्य सदस्यहरू र यो वडामा कार्यरत कर्मचारी सबै मित्रहरू लगायत म यही वडाको भएको कारणले मेरा प्रिय वडावासी दाजुभाइ दिदीबहिनी इष्टमित्र सबैहरूमा नमस्कार। यो समाजमा भौतिक अवस्था बदलिन सक्छ, हाम्रो जीवनशैली बदलिन सक्छ, हाम्रो बसोट हाम्रो धन्यवादका पात्र छौँ। हाम्रो पहल, हाम्रो चाहना, हाम्रो विचारले कमसेकम सानो भए पनि एउटा प्रयास भएको छ र यो प्रयासले सम्भवतः यहाँको स्थानीय सरकार, स्थानीय निकायहरूका योभन्दा माथिल्लो तहका निकायहरूले पनि सिक्नेछन् र उनीहरूबाट पनि केही पहल हुनेछ भन्ने आशा राखौँ र यसको सन्देश समग्रमा राष्ट्रव्यापी रूपमा पनि जान सक्छ। सिङ्गो देशले पनि हामीलाई एउटा खालको स्थानीय तहको प्रयासबाट पनि यस्तो हुँदो रहेछ भन्ने के नाम शिक्षालाई, पहललाई यसले एउटा खालको संरक्षण गर्ने, सहयोग गर्ने खालको सकिन्छ। उहाँले नेतृत्व गर्दै गर्दा कति सकिन्छ त्यो उहाँहरूको टिम र उहाँको सत्ता सरकारबाट भइरहनेछ भन्ने आशा राखौँ। र अहिले पछिल्लो राजनीतिक परिस्थिति, नेपालको राजनीतिक परिस्थिति नयाँ पुस्ताहरूद्वारा एउटा खालको उत्तेलनमा, एउटा खालको उत्साहमा गइरहेको अवस्था भएको कारणले यो हाम्रो नयाँ पुस्ता सक्रियताको सहभागी बन्न सकोस्, जसलाई हामीले जेएनजी पुस्ता भनेका छौँ। नयाँ जेनेरेसन, नयाँ पुस्ताको जिम्मेवारी लिने नयाँ के अरे यो जेएनजी पुस्ता जो हुनुहुन्छ उहाँहरूले समाज विकासका तमाम चिजहरूलाई अध्ययन गर्ने